जय हो गुरु ओम नमः शिवाय जय हो हनुमान जी ब्रो मलाई सक्दिनँ भगवान् बर्बाद भएछ तर म पुगिन्छु ल ल ल हग्नुको लागि कन्डो चाहिन्छ खानुको लागि मुख होइन यो सब चाहिँ मलाई जरुरी हो इम्पोर्टेन्ट अरू चिज त मिलिहाल्छ शरीरको अङ्गहरू नबिगारोस् भगवान् धन्यवाद तिमीलाई जीवन पाए दिलै गरेको होइन प्रार्थना गर्ने तरिका यस्तै छ मन सफा माफ गरिदेऊ प्रभु जिन्दगीलाई चिनिन तर म खुसी छु तिमीले जिन्दगी चाहिँ दिइरहेको छौ योभन्दा ठुलो धन के छ र प्रभु ब्याक टु द सेम वर्ड कम अन गाइस चलो रे डोली रातभरि सुतेको छुइनँ आज म अघि बिहान 5 बजी सुतेको 5, 6, 7, 8 8:30 3.5 घन्टा मात्रै सुतिरहेको छु यार अलिकति डिफिकल्टै हो तर इट्स ओके किनभने कोही बेला मोदीजीले भन्छ 4 घन्टा मात्रै सुत्नु भन्छ अब होइन अब हाम्रो मोदीजीको कुरा सुन्नु पऱ्यो कोही बेला त सधैँ नसुने पनि कोही बेला सुन्नु है बुढेसकालमा 4 घन्टा मात्रै सुत्नु भनेको अब हाम्रो उमेर त अब अहिले त बुढेसकाल लागि त हालेको छैन अझै 10-15 साल त छ तर के बाँच्नु यस्तो पापी संसारमा मासाले तर के दुःख छैन यार तर मेरोमा खुद भएको भए पनि म मान्छे यस्तै हुन्थेँ मेरोमा केही छैन भनेर नौटङ्की देखाएको होइन मैले मेरोमा केही होस् नहोस् यसको केही महत्त्व छैन मलाई चाहिँ हाँसी खुसी जिन्दगी होस् भन्नु चाहिँ म पुरा दुःखी छु आज त्यसले गर्दाखेरि म अलिकति आफ्नो अलिकति यस्ता एक्टिभिटिजहरू चाहिँ गर्दैछु ओके है तपाईँलाई अब जो हेर्छ बुझ्छ है ऊ अप्सन चाहिँ राख्नुपर्छ मान्छेले लाइफमा आफ्नो मन मेरो चाहिँ अलिकति हार्टै कमजोर भएको छ एउटा अब ज्यादा टेन्सन यस्तो सोचहरू परेर मैले गरेको गल्तीहरूले गर्दाखेरि चाहिँ म एकदमै डिप्रेसनमा गएको जस्तो हुन्छ क्या अन्त हुन्थ्यो अहिले हुँदैन किनभने मैले अप्सन पाएँ एउटा यो लाइभ भिडियो क्या अरूले हेर कि नहेर यार मलाई केही छैन तर म भिडियो बनाउँछु के गर्छौ बनाउँछु अबै ब्रेक पनि छैन रहेछ ला होइन मैले लागेको कुरो यार होइन कोही लाइफमा केही अब न केटी न कोही अब माया मोह भन्ने नभएर पनि यस्तो भएको होला सायद एउटा इज्जत भन्ने कुरो चाहिँ मान्छेलाई तबै जरुरी हुन्छ कि जब आफू हुन्छ क्या मेरो त केही त छैन घन्टाको इज्जत भाँचोस् बरु मलाई हेरेर मान्छे यो त बर्बाद भएछ खत्तम भएछ नै भनौँ म यही कुरामा सहमत छु किन भन्दाखेरि अब यार यो मलाई बरु यो त बर्बाद भएको हेर्नेहरू पनि त होला इच्छा गर्नेहरू यो त खत्तम होस् भन्ने मनमा अलिकति हुन्छ नि अब त्यस्तो मान्छे हुन्छ है तर मेरो कालो मन होइन हुन्छ म बुझ्छु मान्छेको अलिकति समस्या हो यो पनि मान्छेको है तर मेरो चाहिँ भगवान्को दयाले मलाई चाहिँ त्यस्तो कलाको दिएन है गडले थ्याङ्क यू सो मच है मैले सबैलाई जसलाई पनि राम्रै जिताएँ अरूलाई पनि राम्रै सोचेँ म अरूलाई मैले कहिले त्यस्तो भन्नु पनि साह्रो छ किनभने म पनि मान्छे हो अलिकति त अब पाप आउँछ अलिकति अहिले पनि आउँछ है अलिकति अब जेलेसीहरू पनि त्यो त हुन्छ म कुनै एकदमै सफा हृदय भएको मान्छे होइन तर मैले आफूलाई होइन यस्तो हुनु हुँदैन रहेछ भनेर थाहा पाएकोदेखि बनाउनु खोज्दा आजको दिनमा म धेरै अर्कै भएको छु के हो यार गाउँको बाटो जस्तो आफूलाई हरानी गर्दा सिस्टम बेकारको यहाँ कुनै सिस्टम छैन यार सिलगढी टाउनमा गाडी चलाउनेहरूको एकदमै घटिया यिनीहरू जस्तो यहाँ पाहाडमा यसरी गाडी चलायो भने भित्तामा कुन चाहिँ नक्सा भइरहेको हुन्छ हरामीहरूको रङ साइडतिरबाट आएर ओभरटेक हो यहाँ नजिक हरामी मान्छेहरू छ यार बुझ्नै सक्दिनँ यार यस्तो यो यिनीहरू कलियुगको चाहिँ यिनीहरू मेन चाहिँ साधन चाहिँ सुरुवात चाहिँ हाम्रो मान्छेहरू त बहुत सिधा रहेछ क्या माथिको मैले अहिले बुझ्दा भगवान् कसम होला बहुत सिधा हो यार दाजुभाइहरू तपाईँहरू बहुत राम्रो मान्छे हो तपाईँहरू
मैले सोच्ने माथि मान्छेहरू किन यस्तो कि मैले हुन्थ्यो है, तर मैले यहाँ आएर बुझेँ माथि मान्छेहरू राम्रो, बहुत राम्रो यार। यहाँ त यार पशुहरू बस्छ यार यो सहरमा त। यसको गाउँको बाटो त सन्नमै टालेर हरन बजाउँदै हिँडेको न हरन। कुनै अफिसर ऱ्याङ्कको होला कुलेर गाडी रहेछ, अब अफिसरहरू होला। यहाँ त जति आफ्नो पैसावाला भएकोहरू त आँख देखाउनेहरू मात्रै छ यार। मेरोमा त केही छैन, त्यसले गर्दाखेरि म यसरी अब अरूलाई दुनियाँभरको भन्दै हिँडेको पनि होइन। मेरोमा भएकै भए पनि भगवान्को सम्बन्धहरू यार, म धरती आमालाई छोएर भन्छु, म कुछ भएको भए मेरोमा केही भएको भए पनि म मान्छे यस्तै हुन्थेँ। र म भोलिको दिनको कुरा हो, मान्छे आजमै हार खानु हुँदैन है। म केही गर्नु सकेँ, केही भयो भने विश्वास चाहिँ कहिले पनि चेन्ज हुँदैन। चेन्ज हुन्छ विश्वासको आनी बानी। नराम्रो चिजहरू लसहरू छोडिदिइसकेको छु, मोटामोटी छोडिदिइसकेको छु। तर अलिकति एल्कोहलहरू मैले खानैपर्छ। म एउटा एडिक्सन भएको बडी भएको मान्छे हो। म एकैचोटि मैले क्विट गर्नु पनि मिल्दैन रहेछ, किनभने मेरो प्रेसरहरू डिसब्यालेन्स हुन्छ होइन। मुटुहरू अब तलमाथि के हुन्छ। म एउटा ट्रिप गर्ने मान्छे हो। बिहान उठेकोदेखिको बेलुका सुतिन्जेलसम्म गाँजा खाने मान्छे हो। र भगवान्को दयाले आजको दिनमा म यो गाँजाको लतबाट मुक्ति पाएँ होइन। तर मैले सोचेकै थिएँ, किनभने मैले भन्थेँ यार म विश्वास मेरो नाम हो त। यो नामले नै मेरो जीवनमा बहुत ठुलो काम गरेको छ। आजको यात्रासम्ममा मलाई यसरी थुप्रै कुरोमा मलाई विश्वासलाई सिकाएको छ। विश्वास त्यो आफूलाई के सोच्छस् भन्ने प्रश्नहरू गर्छु र म आफूलाई चिने। मलाई धेरै खुसी लाग्छ कि म यसरी मान्छेहरूको भिडमा होइन, म आफूलाई एउटा अर्कै परिचय आफूलाई दिन्छु। किनभने मलाई धेरै खुसी लाग्छ, किनभने म आजको दिनमा म जति दुःखी छु झन् मलाई खुसी लाग्छ, झन् पीडा परिस्थितिसँग झन् मलाई मजा आउँछ। यो चाहिँ राम्रो भयो। नभए म डिप्रेसनमा गइसकेको हुन्थेँ, झुमेर मरिसकेको हुन्थेँ म पनि। किनभने मान्छेहरूकोमा लास्ट अप्सन केही हुँदैन मर्नु बाहेक। तर म चाहिँ एउटा यस्तो मान्छे हो, एउटा अम्लीको टुप्पोमा मात्रै उभिएर भए पनि म चाहिँ संसार हेर्छु, जिउँछु। एउटा रोटी खाएर मात्रै एक दिन बिताएर भए पनि म संसार हेर्छु। किनभने यो संसार, यो मेरो जीवन एकदमै बहुमूल्य छ। भगवान्ले मलाई गिफ्ट गरेको यो जीवन होइन। मैले जीवनमा दुःख सुख होस्, चाहे हाँसो खुसी आँसु रोदन सबै हेरेर नै मलाई मजा लाग्छ। र मैले गुमाएँ, हिजो के गुमाएँ भनेर दुःख मान्नु पनि हुँदैन। भोलि के आउँछ भन्ने आशा पनि राख्दिनँ म। र म एकदम हुन्छ नि के पाउनुपर्छ, म के भइसक्यो हतालेर म त्यस्तो पनि म सोच्दिनँ। किनभने यो सबले मान्छेलाई झन् छिन सक्छ। म एकदम पोजिटिभ हुने कोसिसमा छु, एकदमै पोजिटिभ, टोटली पोजिटिभ। त्यही हो, आफ्नो कतिवटा इच्छाहरू त अब घन्टा छँदैछ नि होइन। त्यो पनि मार्नु हुँदैन यार। एकपल्टको जिन्दगीमा सबै गरेर जानुपर्छ। माया प्रेम भन्ने चाहिँ केही पनि होइन है साथीभाइ हो आजको संसारमा। यति चाहिँ म लेखेर दिइराखिरहेको छु। मैले बुढाबुढीहरूको कुरा गरेको होइन, एउटा हस्बेन्ड वाइफहरू भनेको एउटा यो पवित्र सम्बन्ध हो। जसले त्यसलाई राम्रो निभाउँछ उनीहरूको जीवन राम्रो हुन्छ। तर अनफर्चुनेटली मेरोमा यो सुख प्राप्त थिएन र मेरो लाइफमा त्यो सब केही छैन। र म लकी छु कि म आज यसरी एक्लै सर्भाइभ गर्छु। मलाई खुसी लाग्छ। अब त्यो उमेरहरू पनि गइसक्यो। 23-24 वर्षको उमेरसम्ममा त मैले नभनेको पनि केटीहरू त पटाए, तर मनमा 8-9 माया पनि गरे, केटीले पनि माया गरे, तर भन्नै सकिनँ। गयो उडेर गयो, कहाँ गयो हो। बेला बेलामा अहिले पनि याद आउँछ। अहिले पनि 10 सालहरू बितेर जाँदा पनि त्यो मान्छेको मलाई माया लाग्छ, याद आउँछ। के गर्दै होला भनेर मात्रै माया लाग्छ। कस्तो साथी भेटायो होला कि मैले राम्रै होला भन्ने त्यही मात्रै सोच्छु। यो सोच्दिनँ यार बार कि मलाई छोडेर त्यो त अब चाख्यो होला नि भन्ने खालको पनि छैन क्या। मसँग भएको भए चाहिँ बिचरा यति बेला बर्बाद हुन्थ्यो होला। कति लकी केटीहरू भयो यार। म जस्तो मान्छेकोबाट चाहिँ धन्न तिनीहरूले मिस्टेक गरेन कि म जस्तो मान्छेलाई माया गरिपठाएँ यार। हो, थ्याङ्क यू यार तिमीहरूलाई पनि। अब आजको दिनमा कस्तो हुन्छ होला यार है।
म एउटा हारेको मान्छे पनि हो क्या, म एउटा के भन्छ डरपोक मान्छे पनि हो, म एउटा आफ्नो रेस्पोन्सिबिलिटी लिनु नसक्ने मान्छे पनि हो। त्यही सब थाहा पाएर त मैले कसैलाई पनि मैले डरलाग्दो गइनँ, अब त्यही गरेँ, जे नै गरेर पनि गुमाइदिए बरु ल यार चलो यार भनेर हो। अब एउटै छ लास्ट मेरो जिन्दगीको एउटा इच्छा, त्यो पनि म जुन दिन हुन्छ तपाईँहरूलाई खबर चाहिँ गर्छु यार म, त्यो पनि कुरा है। किनभने म कसैको लागि बनिएको होइन रहेछु भन्ने कुरा मैले थाहा पाएँ र मेरो लागि कोही पनि बनिनु पनि सक्दैन, किनभने एउटा यस्तो मान्छे म जस्तो हाउडे मान्छेलाई नि के अधिकार पनि छैन क्या कसैको लाइफमा डिसब्यालेन्स बनाइदिने केही अधिकार पनि छैन। किनभने मान्छे किन चाहिँ कमजोर हुन्छ भन्दा आफ्नो कारणले भन्दा बेसी चाहिँ मान्छे अरूको कारणले गर्दाखेरि कमजोर हुन्छ। जस्तै अब एउटा माया गर्यो कसैलाई, त्यो मायामा केही सेटिस्फ्याक्सन भएन, त्यो मान्छे आफै बर्बाद हुन्छ, उता पनि बर्बाद यता पनि बर्बाद हुँदो रहेछ, त्यस्तो हुँदो रहेछ है। र म एउटा चाहिँ सजेस्ट गरिरहेको छु है, डोन्ट फल इन लभ भने क्या, डोन्ट फल इन लभ बट टेस्ट यर लभ भने क्या। के भन्नु खोजेको बुझ्नुभयो? मैले त बुझिनँ, त्यसै भनेको भगवान् मुखमा त्यसै आयो, त्यही हो क्या, त्यो चाहिँ भन्नु खोजेको मैले चाहिँ। गहिरो नझर मायामा तर चाकी चाहिँ राख भनेको क्या, त्यो त मैले अनुभव गरेँ नि जिन्दगीमा। त्योभन्दा ठुलो कुरो के छ र अरू है। बुढी छैन, नानी छैन, त्यही छैन, घरबार छैन, त्यही चाहिँ हो एउटा है कुरा। कोही छैन, आफ्नो छैन, पढाइ छैन, छर छिमेकी छैन, कस्तो एक्लै बाँदरहरू, बसमा त बाँदर हात्तीहरू हो नि त होइन। मेरो पनि भाग्य त्यस्तो रहेछ, तर म लकिली म अलिक इन्जोएबल मान्छे हो कि मलाई भगवान्ले अलिकति यस्तो कतिवटा कुरा चाहिँ राम्रो दिएछ क्या। म हाँसी खुसी चाहिँ जिउने मान्छे चाहिँ रहेछु, त्यो चाहिँ मलाई चाहिँ थ्याङ्क यू गड है। योभन्दा ठुलो कुरो मलाई अरू तिम्रो केही गिफ्ट छैन र थ्याङ्क यू। योभन्दा अरू कुरो तिमीले मलाई केही गिफ्ट गरेनौ, तर यो गिफ्ट तिमीले अरू दिएको भन्दा चाहिँ सबैभन्दा ठुलो गिफ्ट हो मेरो लागि। म त भगवान्को डरलाग्दो भक्ति गर्छु नि हौ, तर देखावटी चाहिँ गर्दिनँ। धुप घुमाएर पूजापाठहरू गरेर यो सब चाहिँ मेरोमा नौटङ्की चाहिँ छैन है। तर म अरूलाई गरेर तिमी चाहिँ के भएको यिनीहरू पनि भन्दिनँ क्या, किनभने आफ्नो आफ्नो हो भगवान्प्रतिको आस्था होइन, समर्पणा भनेको कुरो अर्कै हो। अब एउटा अबुझ मान्छे जस्तो भएर खालि अरूले के गरेर के गर्छ अरूको मात्रै त्यस्तो पनि म मान्छे होइन, किनभने अरूलाई हेऱ्यो भने मान्छे बर्बाद। म चाहिँ अरूलाई हेरेर बर्बाद भएको होइन, म आफूलाई हेरेर बर्बाद भएको। प्लिज यो कुरा चाहिँ सबैले बुझिदिनुहोस् होइन। म कसैलाई हेर्ने समय नै छैन ममा, कसैप्रति मेरो त्यो केही उयो छैन क्या, हुन्छ नि एट्याचमेन्ट भन्ने कुरो पनि छैन। यो चाहिँ मलाई मेरो साथी समीरले पनि भन्यो है। आज बिहान मैले त्यसलाई दुःख पुगाएँ, सायद हेर्न म त यस्तो भइसकेँ के गर्नु भन्दाखेरि त्यसले मलाई राम्रो सजेस्ट गर्यो। विश्वास तँ पहिला आफूले आफूलाई सुधार्न, अरू कुरा सबै सुध्रिहाल्छ। र त्यसकै कुरालाई पनि आजको दिनमा मैले ध्यानमा राखेर अब त जीवनमा नसापान केही छैन होइन, ए ल भनेर चाहिँ त्यसकै कुरा। मेरो साथी हो यार, यस्तो साथी हो जसले मलाई दुःखको बेलामा पनि बहुत हेल्प गरेको छ। र होइन मेरो एक दुईजना साथी चाहिँ एकदमै छ, म उनीहरूलाई कहिले पनि बिर्सिन सक्दिनँ होइन। जस्तै राहुलले मलाई हर चिजमा हेल्प गरेको छ, यत्रो सालपछि पनि अब विदेश गएर आयो बिचरा, त्यसले पनि मलाई बिर्सिन्थ्यो होला नि त अरू साथीभाइहरू जस्तै, तर मलाई बिर्सेन है, मलाई खोजेर आयो। हुन त त्यसले बिहा गरेको छैन भनेर मात्रै पनि होइन, त्यसको लाइफमा छ होइन सबै कुरो हुँदा पनि त्यसले मलाई एउटा आफ्नो जग्गादेखि तल चाहिँ झार्दैन। राहुललाई पनि म थ्याङ्क यू भन्छु यार, तँलाई म कहिले पनि बिर्सिँदिनँ राहुल। यो नसोच कि आजको दिनमा म तँलाई फोनमा छैन, हामी टाढो छु, तर तँ मसँग सधैँभरि हुन्छस्, किनभने विश्वास हो नि त यार, विश्वास हो। र स्याम तँ त तँलाई त के भन्नु, अब तैँले त बिहान कुरा भइहाल्यो है। मैले तँलाई दुःख पोखाएँ, तेरो दुःखले पनि मैले राम्रो उत्तर पाएँ, धन्यवाद। तेरो उत्तरले पनि मैले अब अलिक दिनमा संसारमा हेर म के गर्छु। अब मलाई तेरो कसम छ स्याम, विश्वास चाहिँ अब कुछ गर्छै गर्छ, केही गर्नु सकेन भने पनि र पनि केही गर्छै गर्छ। हेर मैले तेरो दोस्तीको कसम छ यार, तेरो दोस्तीको कसम छ, मैले
जीवन पाइला सुरु चालिदिएको छु अब चाहिँ मैले हात खुट्टाहरू लक गरेर बसिरहेको थिएँ म अलिकति संसार हेर्नु हुँदा अब म संसार हेर्नु छोडिदिएको अब म आफूलाई हेर्नु सुरु गरेको मरिहाल्यो भने मरेँ तर मरिनँ भने के गर्छु म अब भगवान्लाई पनि धन्यवाद छ कि मलाई यति स्ट्रङ माइन्ड दिनुभयो है यत्रो पोजिटिभली सो म एउटा अब यहाँ आयो यहाँ छैन फेरि जाठाहरू गाडी झार्ने उयो झार्ने त कोही पनि छैन रहेछ हो टायर झार्ने त अब आफै त झार्नुपर्ने होला हो यिनीहरूले पनि यही त मलाई यिनीहरूको दामी लाग्छ भाइ यो बङ्गालीहरूको चाहिँ उयो माछा बुद्धि क्या यिनीहरू जस्तो चलाक त यार कोही पनि हुँदैन यार मान्छे छैन एक्लै पठायो मलाई अब हो टायर पनि अनलोड गर्नु म 10,000 रुपियाँमा मान्छे पनि हो अघि चाहिँ के भन्यो मलाई त्यहाँ जाऊ एकजना मान्छे झारिदिने छ भन्यो हो अब यहाँ आएँ यहाँ मान्छे छैन म त आरामले बसिदिन्छु टाइम खाइदिन्छु म पनि चुतियामा फेरि चुतिया मान्छे हो त्यो त मलाई पनि थाहा छ है ओके गाइज ब्याक टु इन ड्युटी है भेट्दै गरौँ ओके भाइ ल सी यू